हिजोसम्म नेपालमा विकास चाहियो, भ्रष्टाचार मुक्त देश बनाउनु पर्यो, गणतन्त्रको नेताहरूले भ्रष्टाचार गरे भन्ने मान्छेहरूलाई चाहिँ आज चाहिँ हिन्दू राष्ट्र चाहियो रे, नेपालको हिन्दू धर्म डेन्जरमा छ रे, सर्टेन रिलिजन फलो गर्ने मान्छेहरूको पपुलेसन बढै छ रे, हिन्दू धर्म बचाउनु पर्यो रे। यत्रो ठुलो शिफ्ट कहाँबाट भयो? उहाँहरूलाई त अब विकास छैन, हिन्दू धर्म चाहिँ बचाउनु पर्यो रे, देश होइन, देश बचाउनु होइन धर्म बचाउनु पर्यो रे। यत्रो शिफ्ट कहाँबाट आयो त? तपाईले अब बुझ्नुपर्छ कि यो जुन मुभमेन्ट छ नयाँ नेपालमा चेन्ज ल्याउने मुभमेन्ट, यो नेपालबाट होइन, यो इन्डियाबाट सुरु भएको हो। अनि यसको सुरुवात गर्ने अफकोर्स हामीलाई थाहा छँदैछ इन्डियाको रुलिङ पार्टी, जसको मेन कन्सेप्टै के छ भन्दा हिन्दूहरू डेन्जरमा छन् अनि उनीहरूलाई बचाउनको लागि चाहिँ विष्णुको अवतार मोदीलाई भोट हाल्नुपर्छ भन्ने उनीहरूको कन्सेप्ट छ। त्यही आएको हो नेपालमा। नेपाललाई मोदीले चाहिँ जसरी भुटानलाई चलाएको छ त्यसरी हामीलाई चलाउन चाहन्छन्। त्यसको मतलब यो होइन कि हाम्रो नेताहरू चाहिँ राम्रो छन्, हाम्रो नेताहरूले राम्रो काम गरिरहेछन्, अफकोर्स छैनन्। नेपालमा कुनै पनि सरकारले चाहिँ जनताको बारेमा सोचेको छैन। जबदेखि नेपाल युनिफाई भयो, राजाहरू एकअर्कालाई मार्दै राजा बन्ने, राणाहरू राजालाई मार्दै आफ्नो दाजुभाइ मार्दै महाराज बन्ने, अनि त्यसरी प्रजातन्त्र आयो। प्रजातन्त्र आइसके पछाडि इन्डियाकै अन्डरमा भयो कति टाइमसम्म। त्यस पछाडि चाहिँ राजा भर्सेस कङ्ग्रेस भयो। त्यस पछाडि जब गणतन्त्र आयो तबदेखि नेताहरू कुर्सीको लागि मात्र तान्नातान फाइट तँ हाने कि म हाने, देशको पैसा तैँले हाने कि मैले हाने भन्ने भयो। त्यही भएर हामी सबैले एउटा ठुलै चेन्ज चाहिएको छ, यस्तो नेता चाहिएको छ जसले चाहिँ आफ्नो होइन देशको बारेमा सोचुन् होइन। तर त्यसको लागि तपाईँहरू अहिले जसरी लडिराख्नु भएको छ नि, बुझ्नु कि यो कहाँबाट स्टार्ट भइरहेको छ, कि नेपालकै विकासको लागि चाहिँ यो मुभमेन्ट आएको हो त? नत्र भए यत्रो ठुलो शिफ्ट कसरी भयो? नेपाललाई हिन्दू राष्ट्र बनाइसके पछाडि चाहिँ कसरी नेपालको विकास हुन्छ, कसरी चाहिँ नेपाल करप्सन मुक्त देश हुन्छ? यो त इट डजन्ट मेक सेन्स। अनि कति धेरै मान्छेहरूलाई चाहिँ अल अफ अ सडन चाहिँ अब यो त राजाको देश हो, त्यही भएर उहाँलाई फिर्ता दिनुपर्छ भन्ने चाहिँ कुरा गर्नुभएको छ। उहाँहरूको नाश हो रे। नेपाल राजाहरूको देश होइन, नेपाल यहाँ बस्ने नेपाली बासिन्दाहरूको देश हो। उहाँले कन्क्योर गर्नुभएको, युनिफाई गर्नुभएको हो नेपाललाई। तर त्योभन्दा अगाडि पनि यो ल्यान्ड देवर पिपुल हु ओन दिस ल्यान्ड होइन अलरेडी नै, अनि उनीहरूको ल्यान्ड लिनुभयो के, त्यो पो हो त। अनि अब अहिले एक्कासी आएर चाहिँ रैतीवाला सोच, दासवाला सोच लिएर आइराख्नु भएको छ, स्पेसली हामी जस्तो युथ मान्छेहरूले। आई डोन्ट नो वेयर वेयर मुभिङ के।